डेलीको काम हो। पुरै गाँस्छौँ अरूले सियोली हुन्छ तर हामी चाहिँ सबैजना भोग्दै टन्टला पुरो गरेर नानीले कस्तो भेटाएको क्या घाँस काटिसकेको धेरै त के हो र। हेलो गाइस, यो चाहिँ हाम्रो टिकाको अघिल्लो दिन हो। हामीले चाहिँ यहाँनिर रोटी पेल्नको लागि हामीले यहाँनिर पिठोहरू कुट्दैछौँ र हामी सबैजना भएर एकजना गरेर पिठो कुट्दैछौँ र बेलुकाको समयमा चाहिँ हामीले रोटी पोल्दैछौँ। सबैजना भएर पोलेको मैले नै ट्राई हानेको छु, रोटी पोल्न ट्राई गर्दैछु, मतलब आउँदैन नि त। हेलो गाइस, हामी चाहिँ अब फुल्नु काटेको छौँ। सो अनि हामी चाहिँ बेलुका नै भ्याएको। सो अनि भोलिको लागि हाम्रो फुल्दैछौँ होइन। अनि हामी चाहिँ यसरी नै यहाँनिर हुन्छौँ। यसलाई चाहिँ हामी तपाईँहरू कस्तो तरिकाले हुनुहुन्छ, तर हामी चाहिँ यसलाई गाँसेको भनिन्छ होइन। यसलाई चाहिँ हामी यसरी दुईटो उयो गरेर हामी चाहिँ गाँस्छौँ अनि पुरै गाँस्छौँ क्या। अरूले सियोली हुन्छ तर हामी चाहिँ यसरी गाँस्छौँ। थोरै हो दानी हुन्छ तर हामी चाहिँ गाँसेर, किनभने हामी आफ्नो आफ्नो स्टाइल हुन्छ, आफ्नो आफ्नो लाउने तरिका हुन्छ। अनि हामी गर्दैछौँ बेलुका। हामीले चाहिँ रातिको 2 बजीसम्म उनी होला हो। गाइसहरू धेरैजना थियो नि त, अनि सो ढिलो भयो। हेलो गाइस, नमस्ते, सेवा स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। म मनिषा राई नयाँ भिडियोको साथमा आइसकेको छु र आजको दिन चाहिँ हजुरहरूलाई थाहा नै छ होला, आज द्वितीया भाइटिका होइन। अनि आज चाहिँ हामी भाइटिकाको उयसमा चाहिँ भाइटिका गर्नेवाला छौँ र आज चाहिँ हामी अब हाम्रो डेलीको काम हुन्छ। अब हाम्रो गाईबस्तुहरू छ नि त, सो अनि घाँस काट्नु जाँदैछौँ होइन। अनि त्यसपछि चाहिँ हामी घाँस काट्न गएपछि चाहिँ अनि भरे आएर अब घरमा यस्तो हुन्छ कि हाम्रो चाहिँ काम डिभाइड हुन्छ। धेरैजना छौँ नि त जनहरू, अनि काम डिभाइड हुन्छ। जस्तै अनि घरमा कोही मान्छे बस्नु भएको छ, अनि यता घाँसतिर गाईको घाँसमा कोही मान्छे, अनि बाख्रा घाँसमा कोही मान्छे हुन्छ क्या। सो अनि हामी चाहिँ सबैजना डिभाइड गरेर छौँ। अनि हामी चाहिँ 3 जना छौँ घाँसमा जाने चाहिँ होइन। अनि अहिले चाहिँ हामी गाईको घाँसमा जाँदैछौँ र अब गाईको घाँसमा गएर अनि भरे अब घरमा पनि हल्का हल्का गर्नै पर्ने हुन्छ नि त। आज त अब चेलीहरूले जस माइतीहरूलाई लगाइदिने हो। सो अनि हामी चेलीहरूले नगरेर कसले गर्ने हो त होइन। सो अनि अब डिभाइड गरेपछि त हामी यता पनि गर्ने उता पनि गर्ने हुन्छ क्या। अनि हाम्रो आजको त्यस्तै हुनेछ होइन। अब हजुरहरूलाई भरे आएर म देखाउने छु के गर्नेछु भनेर। ओके, अनि यो चाहिँ गाईहरू हाम्रो चाहिँ यसमा यहीँ चाहिँ अब यहाँ बाँसकारी भन्छ क्या हाम्रो यो चाहिँ। अनि यहाँनिर चाहिँ हाम्रो गाईबस्तुहरू हामीले थुनाउँछौँ होइन। जस्तै अहिले चाहिँ किलोमा छ, अहिले भरे चाहिँ खोलेर यसमा ल्याएर हामीले घाँसहरू दिन्छौँ क्या। सो गाइस, अहिलेको लागि हामी लाग्यौँ। अब डेलीको काम हो, नगरे नि हुन्न। हामीले खाना खाए जस्तै अब गाईबस्तुले नै खाना त खान्छौँ नि त, खाना त दिनु पर्यो होइन। सो अनि आज हामी जान्छौँ। हाम्रो चाहिँ के को घाँस भन्नुहुन्छ होला, हाम्रो चाहिँ नरको मतलब उयसको के कोदो काट्दैछौँ नि त अहिले। अनि कोदोको घाँस, कोदोको काटिसकेर कोदोको चाहिँ घाँस हो के, त्यसलाई भन्छ नर, के भन्छन् नल त्यस्तै के हो, मलाई पनि मजाले त आउँदैन हौ। सो चाहिँ अब हामी चाहिँ लाग्यौँ। ओके, भरे भेट होला। हामीले चाहिँ घाँस काटिसकेको छौँ र होइन। हामीले चाहिँ यस्तो धेरै घाँस काटिसकेको छौँ, धेरै त के हो र, अर्को मिसाएर खुवाउनु पर्ने हुन्छ। त्यही भएर हामीले चाहिँ अब थोरै नै लगेको छौँ भन्दा पनि अब कोदो जति काटेको छ नि त्यति चाहिँ सबै घाँसहरू चाहिँ काटिसकेको। हिजो मम्माले काट्नु भयो नि त कोदो चाहिँ, अनि हामीले चाहिँ घाँस आज काटेको हो र अब अर्को पनि मिसाएर खुवाउनु पर्ने हुन्छ हामी चाहिँ। गाई चाहिँ यो चाहिँ बाख्राको पाठा हो र अनि यसलाई चाहिँ अहिले खोले खुवाउँदैछौँ क्या। अब 3टा जन्माएको छ नि त, अनि दुधले पुग्दैन, त्यही भएर हामीले चाहिँ खोले खुवाउँछौँ यसलाई चाहिँ। लागि यस्तो बनाउँदैछु। यहाँनिर चाहिँ अन्डा केलाउँदैछौँ होइन। अनि अन्डा केलाएर भरे दिने हो। के पाक्दैछ त भान्जीहरूको? ओहो, के हो अन्डा? ला कुकम्यान, यो छ नि, यो घाँस बोक्नु अल्छीले यहाँनिर आएर यहाँ नाटक गर्दैछ हो, अरू केही होइन। अनि यता चाहिँ हाम्रो हुँदैछ तयारीहरू। यो चाहिँ के हो, खाना होला सायद आजको लागि। अनि यता हाम्रो घरवाली खै नि कान्छी
किचनमा चाहिँ एकदम राम्रो राम्रो पाक्दैछ यसको आलुदम होला यता मासु ओ गड यतै च्वाचेको मासु हो मटर खानेकुरा तर अहिलेको सरसफाइ चाहिँ छैन होइन किनभने अब सबै सरसफाइ भरे मात्रै हुन्छ अब चाहिँ हामी नुहाइसकेको छौँ अब चाहिँ रेडी हुनेछौँ अब रेडी हुने हो क्या अब चाहिँ म रेडी हुन गइरहेछु गाइस हाम्रो दिदीले मासु पकाउनु हुँदैछ अनि टिका लाउने चाहिँ उहाँ हो हामीलाई यो कसको लागि हो हामीलाई खाने कि नखाने मासु खाने हामी त्यस्तो मासु खाने भए एक कराई लाग्ने भए 1 लाख रुपैयाँ दिनुहोस् स्टार्ट भइसकेको छ होइन यहाँनिर भाइटिका सुरु भइसकेको छ यहाँनिर निनीबाट सुरु भएको हो हामीले चाहिँ यस्तो झिलमिली बनाएर गराएको छौँ अँधेरो देखिरह यहाँनिर काका आउनु भएको छ ममाहरू आउनु भएको छ अनि हाम्रो पुच्चे हाम्रो चाहिँ यहाँनिर यो सबै यतातिरको चाहिँ हाम्रो यसको लागि हो यहाँ देख्न सक्नुहुन्छ यस्तो यस्तो छ परिकारहरू यस्तो यस्तो छ हामी अब हाम्रो यो पछि चाहिँ मेरो टर्न आउँछ हाम्रो मेन कुकमेन चाहिँ उहाँ हो उहाँले एकदम खटिरहनु भएको छ परिकार एकदम खटिरहनु भएको छ यतिको चाहिँ खट्नु हुनु पर्यो मेरो यहाँ 5,000 रहेछ त नि 5,000 को अरे अर्कोले अँधेरो भयो भित्र चाहिँ अँधेरो छ नि त हाम्रो जस्तो उयो सबै बन्द गरेको छौँ क्या त्यही भएर मोबाइलको क्वालिटी धेरै राम्रै भएर होला क्या टिका लगाइसकेको छु होइन टिका लाउँदा ढिलो भएर हाम्रो सुँगुरहरू शुद्ध दिन भ्याएको थिएन आज म सुँगुरहरू दिन आएको छु र यिनीहरू हाम्रो सुँगुरहरू हो सानो बच्चाहरू छ भोक लाग्यो त मर्यो होला यिनीहरू पनि अब पुरै अब टिका नलाइसम्म होइन अनि खानु मिल्दैन बार्नुपर्छ नि त हामी चाहिँ बार्छौँ होइन तपाईँहरूले बार्नुहुन्छ कि हुँदैन थाहा छैन हामी चाहिँ बार्छौँ अनि आज त यिनीहरूको पनि उयो भए जस्तै या व्रतै भए जस्तै भयो कि यिनीहरूले पनि बिचराहरू नखाएर अब चाहिँ दिन्छु म हाम्रो सुँगुरहरू हाम्रो चाहिँ सुरु भयो गाइजहरू अब खाना खाने यहाँ सबैजना भोकले टन्टलापुर भएर खाना खानु सुरु गऱ्यौँ हामी चाहिँ टन्टलापुर हुन्छ अनि भोकले टन्टलापुर नाम चाहिँ हामी खायौँ है गाइजहरू देख्न सक्नुहुन्छ हामीले चाहिँ बिस्कुट उठाएको होइन पानी परेर यहाँनिर हामी कुद्दा गर्दैछौँ आन्टी कुद्दै हुनुहुन्छ देखिँदैन पानीले कस्तो भेटाएको क्या ओ गड फाइनली गाइज आज हाम्रो भाइ टिका चाहिँ सकिसकेको छ खानाहरू सबै खाइसक्यौँ हामीले जुन चाहिँ खाने त्यो खाइसक्यौँ र के चाहिँ गर्ने त्यो गरिसकेको छौँ र अहिले चाहिँ हामी सबैजना सरसफाइ गरेर बसिरहेको छौँ अब चाहिँ अब यतातिर आफ्नो आफ्नै तरिकामा हुनुहुन्छ सबै ड्रेस चेन्जिङ गरिसक्नु भयो यता आफ्नै तरिका हुनुहुन्छ यताभित्र चाहिँ गफ हान्दै हुनुहुन्छ होइन यता चाहिँ गफ हान्दै हुनुहुन्छ अनि मोबाइल हेरेर हुनुहुन्छ ममा भर्खर उठ्नु भएको यता चाहिँ फेरि फाल्टै दुनियाँ छ गाइजहरू
ओ गड कति रुपियाँ बोटो फाल्टै दुनियाँ छ ओइ यो त बेहुल्लै भइरहेको यस्तो छ आजको दिन हामीले सरसफा गरेर सबै भइसक्यो ओके गाइस आजको लागि यति नै हजुरहरूको पनि राम्रै भयो होला हाम्रो नि एकदम रमाइलो भयो होइन बाई बाई गाइसहरू हाम्रोमा चाहिँ देउसी आएको थियो राति अनि हामीले चाहिँ यहाँनिर दियो बाल्दैछौँ पैसाहरू रेडी गर्दैछौँ र के दिने भन्दै हामीले यहाँनिर कुरा पनि गर्दैछौँ अनि हामीले चाहिँ रेडी गरेर हामी चाहिँ अनि मैले उठाएर लाँदैछु र अनि त्यहाँदेखि चाहिँ आन्टीले चाहिँ दियोहरू रक्सी अनि बोक्नु भएको थियो र हामीले चाहिँ उहाँलाई प्रस्तुत मतलब दिइसकेको छ प्रस्तुत गरिसकेको मतलब हाम्रो घरमा जे थियो त्यो दिइसकेका छौँ र बत्ती नै त छैन मेरो त कालो न हालाउँछ यता हेरेर नाच न हुँदो होइन गली खाउलौ साथीमा